फेसबुकको पासवर्ड हराउनु भयो। अब फेसबुक मोबाइल फोनमा लगइन हुँदैन। मोबाइलमै फेसबुकको पासवर्डलाई कसरी पत्ता लगाउने त? आज यसै विषयमा सम्बन्धित रहेर भिडियो रहनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो लामो हुन सक्छ। हेर्नुभयो भने केही इन्फर्मेटिभ कुरा सिकेर तपाईँ पनि अगाडि बढ्न सक्नुहुन्छ। यदि मिल्छ भने तपाईले भिडियोलाई अन्तिमसम्म हेरेर शेयर पनि गरिदिनु होला भन्न चाहन्छु र तपाईलाई ब्याकग्राउन्ड स्क्रिनतिर लगे। सबैभन्दा पहिला तपाई क्रोम ब्राउजरमा जानुस् है। तपाईको मोबाइलको स्क्रिनमा रहेको क्रोम ब्राउजरमा जानु होला। क्रोम ब्राउजरमा गइसकेपछि माथि यहाँनेर देख्न सक्नुहुन्छ है त। यहाँनेर 3 डट छ, टक्कै 3 डट छ। 3 डटमा जानुस् है। 3 डटमा गइसकेपछि हजुरले चाहिँ तल हेर्न सक्नुहुन्छ। यहाँनेर छ सेटिङ। सेटिङमा जानुस् है। सेटिङमा जानुस्। सेटिङमा गइसकेपछि तपाईले स्क्रल गर्नुस्। स्क्रल गरिसकेपछि यहाँनेर गुगल पासवर्ड म्यानेजर छ, यहाँनेर थिच्नुस्। यहाँनेर थिच्नु भयो भने तपाईको फेसबुक क्यानभा एकाउन्ट कति बनाउनु भएको छ सबै कुराहरु यहाँनेर देखिन्छ। टक्क यहाँ लागेको छ भने प्याटर्न थिच्नुस्। यहाँनेर हेर्न सक्नुहुन्छ। पासवर्ड आइसक्यो। यहाँनेर मजाले देख्न सक्नुहुन्छ र आफ्नो फेसबुकमा तपाई पनि लगइन गर्न सक्नुहुन्छ है। जानकारी राम्रो लाग्छ भने भिडियोलाई शेयर गर्नुस् है।